गाउँ हामी कागबेनी पुग्दैछौँ कागबेनी सकिहाल्छ 5000 मिटर टक्क धरमला पास गर्ने उता के अरे मनाङ एकचोटि त्यो टेस्टिङको लागि चाहिँ मनाङ जानुपर्ने छ त्यो के गाउँ भनेको छ नास हो भन्छ बुढाले खै ठोक्यो भने के छ यहाँ दिनुपर्छ होला पानी छ पानीबाट जाने हो क्या त्यहाँबाट जाने हो ठ्याक्कै पानीबाट नपुग्यो भने कहाँबाट जान्छ पोहोर भारीले यहाँको सबै भगाइदिएछ है पोहोर भारीले यो भगाइदिएछ इभी गाडी इभी गाडी आएपछि त
वो कट रहेछ ती गाडी पो रहेछ यो सस्तो छ ओ त्यो दाइको गाडी त होइन होला ल्याएको हो क्या रातो रहेछ मोदीको लागि मात्रै बनाएको जनहित स्कुल यहाँको +2 क्याम्पस भएको स्कुल थियो कलेज उता पुग्दा जमानाको यो पुरानो गाउँ कप्प चलेको गाउँमा सिकिसक्यो यहाँतिर होटेलहरू बिचरा मान्छे कति आमाको नगरपालिकाको हेर्नुहोस् त स्याउको जस्तो गेट स्याउ जस्तो गेट गाउँपालिकामा छुमछुमको यो रङ लाग्छ यो आत्माको रङ लाग्छ यहाँ चाहिँ काटेपुर जान्छ अब यहाँ
त गाडी आएर यहाँ यो सोध भन्नु कहिलेको स्याउ हो यस्तो जमानामा साउनु आम्मामा कहिलेको स्याउ हो यस्तो मिस्टो गरेको क्या छिद्रो के हो ए मर्दा त के लाग्छ स्याउको सुकुटीहरू कसरी हो स्याउको सुकुटी किने तिमी किन्ने भयो यी स्याउको सुकुटी छ यहाँ स्याउ छ कोल्ड स्टोरमा राखेको स्याउ रेड स्याउ गोल्डन स्याउ सिमी दाल यी मार्फाको वाइन यता त यो उवाको रक्सी त्यो अर्को हुन्छ नि खुर्पानी के रे खुर्पानीको छ खुर्पानी चिल्ली सबैको छ नि यहाँ नपाउने के पाउँछ म चाहिँ यताको हो ऊ चाहिँ होइन यो यहाँको पुच्छर लाने भने छ नि रबिन किराना तथा तत्काली पसल यो उस्तै त होला नि उस्तै हो अर्को पनि हुन्छ त्यो एउटा अलिक गुलियो टाइपको यो गुलियो हो कि हजुर गुलियो यो खोर्पानीको हो क्या खाम्क्याको चाहिँ अमिलो हुन्छ अमिलो हुन्छ त्यो चिल्लीको हुन्छ अमिलो त्यो आधा केजीको भाइ यो कतिको आधा केजी रे 700सम्म आउँछ अहिले किनभने सिजन छैन सिजन भए म चाहिँ अहिले अभिलनमा भन्दैछ यो कुन्टा लैजा खुर्पानी मार्फाहरू नलाने भाइ के हो माछा यस्तो रक्सी ए रक्सी त ऊ लोकल रक्सी प्योर त्यो सानो रहेछ त्यो कोसीले दिन लानु चाहने मिलाइदिनु होइन त्यो नभए ल। भारी पनि आउँदैन किने 300 मा खै एउटा सानो ब्याग मुस्ताङ आएपछि यस्तोहरू किन्नुपर्छ है कोसीले अर्को ठाउँमा पाउँदैन यो मुस्ताङमा मात्रै पाउँछ मुस्ताङको कालो दाल रातो दाल खुर्पानीको चिल्लीको छुर्पी यो 500 रुपैयाँ केजी हो मुस्ताङको खोर्सानी छ है मुस्ताङको खोर्सानी त्यो त उदाको दाल हो नि त यो थकाली दाल त यही 16 रुपैयाँ पाकी पर्छ भाइ लानु काठमा लानु रङ बिहान गर्नु सेम यही दिन्छ कि कता यही फरक पर्दैन तलको र यहाँ धेरै फरक हुन्छ नि तलको र यहाँ फरक हुन्छ उता धौलागिरी हिमाल आज प्लेन आएको छैन आज प्लेन उडेको छैन हो प्लेन उडेको छैन है त आकाशिन बस नमस्ते मुस्ता बस उडेर गयो म माथि त्यता हो यो सङ्घर्ष किन्छ उसको दाइ यो चाहिँ लोकल प्योर लिएर हिँड्नु भयो हो अनि यो खिचेर युट्युबमा हाल्नु होइन सोडा पानी हो सोडा पानी युट्युबमा सोडा पानी राख्ने हो सोना पनि राख्दैन कि
माथिको सोडा पानी ग्यास्ट्रिकको लागि के किलर हुने यस्तो त्यसलाई किलर भन्छ नि त्यस्तो किलर मसिल होटल यहाँ हुने रहेछ यहाँ त्यो साथीको पसल ल्याएको थियो यसरी जाँदा उस त्यो मुस्ताङ फ्यान्सीमा जाँदा मुस्ताङ फ्यान्सीमा मुस्ताङ फ्यान्सी के मुस्ताङ फ्यान्सीको साउ कहाँ गयो साउै छैन त के हो आमा केटोले यस्तो भनेर साउै छैन त के हो यस्तो ठिक छ नि साउ यार साउ कहाँ गायब भयो गाह्रो छ के मुस्ताङ फ्यान्सीको साउ यार कहाँ गायब भयो यार पसल छोडेर अनि के छ कस्तो छ भने ठिक छ चाख्ने भयो कहाँबाट गाउँबाट आएको अब तल जानु लाग्यो साथी घुम्न आएको घुम्न आएको कति दिनको भ्याकेसन 2 हप्ता अनि कहिले आउने हो काठमाडौँ अनि लुगा हाल्न खै अब 1 हप्ता 2 हप्ता अब फेरि अब स्याउको सिजनमा आउने होला फेरि राम्रै छ नि राम्रै छ अब झन् अब चैत दशा कहिले हो मान्छेहरू आउने होला अब चाहिँ 1 हप्ता 2 हप्ता पछि सिजन है सिजन आउँछ ल सबैजना अब मुस्ताङ फ्यान्सी सपमा आउने है यहाँ चाहिँ एकदम ज्याकेटहरू जुत्ताहरू होइन टोपी सबै चिज पाउँछ ल जो जतिले हेर्नुभएको छ मेरो युट्युब च्यानल सबैलाई यता आउने है यहाँ सस्तो पनि दिन्छ होइन मेरो नाम निकालेर अनि अलिक डिस्काउन्ट हुन्छ उहाँकोमा सहीमा भन्दा राम्रो र भरपर्दो जेसनको नाममा कोही आउनुहुन्छ भने एकदम अलि छुट छ उनीहरुलाई छुट छ 50% डिस्काउन्ट हामी मार्फा गाउँमा ऐतिहासिक मार्फा पिल्ले मार्फा गाउँ एकदम जङ्गल गाउँ हो यहाँ चाहिँ एकदम मुभीहरू एकदम सुटिङ थियो पहिला त्यसै कारणले यो गाउँ चाहिँ एकदम पर्यटकको एकदम आकर्षक केन्द्र भएको छ होइन टुरिज्मको एकदम बिन्दु भन्छ के भन्छ चरम बिन्दु यी सिसी क्यामेरा चाहिँ यहाँ यस्तो भिआइपी गाउँ एकदम सिसी क्यामेरा सब राखेको छ यो त भर्खर जस्तो मैले मनपर्ने बाइक छ नि यो गाउँमा अब जेरी गल्ली छ कबड्डी गल्ली छ यहाँ के गल्ली छ यो गुम्बा होइन यो गुम्बा त फेरि खतरा छ पोतला गुम्बा जस्तै छ यो सानो पोतला धर्मको मार्फा भिलेजमा हामी यहाँ कुन जाति थियो थकाली हो अनि यहाँ रेस्टुरेन्ट गर्नेहरू चाहिँ यो कपडाको त्योहरू चाहिँ सबै टिबेटन क्याम्पको है कासिदेले के लाने लक्ष्मी झुमझुमबाट किनिहाल्यो ठिक छ अब हामी हेर्दै जानु पर्यो यहाँ टिबेटन पोसाक ड्रेस लाएर खिच न टिबेटन ड्रेस लाएर भाइरल ठाउँमा खिच क्या तिमी कबड्डी गल्लीले राम्रो छ है त्यो चाहिँ अनि ठमेल मिनी ठमेल यो मुस्ताङ जिल्लाको मिनी ठमेल यो त राति त यहाँ झिलिमिली भएर घुम्बा चाहिँ यहाँ चाहिँ अनि मान्छे नआउने उयो हुन्छ भिडियो खिच्ने के गर्ने भने राति है लोटस टिप्लिङ सबै जेरी गिफ्ट सबै झिलिमिली छ नि याद कुन रहेछ याद पनि छ नक्कली याद ए बिचरा त अनि उयो मात्रै रहेछ गोल मात्रै रहेछ
याकखोल यसलाई एकदम ग भन्छ यो चा खोल याकको खोल घन्टी पनि नम्बर 1 याक हो यो याक चाहिँ फेरि चल्दैन है यो माथि बसेर हान्नु के लाउने यहाँ भिडियो खिच्न न थम्बनेल जस्तै हो यो ड्रेस लाऊ कि योमा ए टिफिन ड्रेस लाऊ न कति हो ड्रेस लाग्यो ड्रेस लाग्यो खिच्नु राम्रो देख्छ कि के धुलो नि टाँसेछ यही छ यो चिनेको मेरो ल भिडियो खिच्नु यहाँ राम्रो हुन्छ ड्रेस लगाएर टिफिन ड्रेस अलि यो अलि मिलाउँछ दाइले मैले चिन्छ यो मेरो साथीको दिदीको पसल हो यो के फुवा हो कि उहाँको दिदीको हो कि तपाईँ उहाँको श्रीमान हो ए खिचौँ न ड्रेस लगाएर सबै ड्रेस लगाएर अहिले हामी ड्रेस लाउँदैछौँ आमा 4 बजे याद फेरि ड्रेस लगाएर खिच्नुपर्छ अब राति चाहिँ झन् कम खतरा हुन्छ यो त राति चाहिँ यहाँ एकदम बवाल हुन्छ यो राति भिडियो खिचेछ टिप्टेन ड्रेस लगाएर दाइले फेरि खिचेछ हामी यता हेर्दा टिबेटन ड्रेस लगाएर पुरा मार्फा भिलेज घुम्दैछौँ फल दिन्छ मार्फा काली ड्रेस भाडामा पाइन्छ बाजार यहाँ बसिरहेको छ हामी यता मार्फा भिलेजमा छौँ मार्फामा छौँ नक्कली याकमा बसेर यहाँदेखि स्याउबारी जान्छ यहाँदेखि स्याउबारी यहाँ चाहिँ स्याउ फार्म अन्त यहाँ जेरी गल्लीमा छु हामी जेरी गल्लीमा छु यो जेरी गल्ली चाहिँ अनमोल केसी र अन्ना शर्माको फिल्म जेरीबाट चाहिँ जेरी गल्ली भएको है जेरी गल्ली हिरो र हिरोइनी यहाँबाट आउँछ न सरी अनि यहाँ चाहिँ भिडियोहरू खिच्छ होइन एउटा गीत चाहिँ यहाँ सुटिङ भएको छ त्यसै कारणले यो ठाउँलाई जेरी गल्ली भनिन्छ वेलकम टु जेरी गल्ली मार्फा धेरै याकलाई दुःख नदेऊ त याकलाई धेरै दुःख नदेऊ 70 केजीको मान्छे याकमा बसेर यो याक तपाईँको हो
उहाँको कति हो 12 यो फर्स्ट लोमङथाङमा राखेको क्या यो त्यहाँदेखि भाइरल भएर जहाँ पनि राख्न थाल्यो कुन होटलमा राखेको थियो लोमङथाङमा पहिला चाहिँ लोमङथाङको त्यो छतमाथि राखेको थियो त्यसपछि फेरि त्यो घरभित्र राखेको छ यो त याक होइन ढिमो ढिमो अलिकति घामको छाया परेको प्यान्ट चाहिँ फुकाउनुपर्छ आधी खिच्नुपर्छ कि त्यही भएर बिरो आधी खिच्नु पऱ्यो के खतरा छ ल भिडियो खिच्नु मेरो खिच दाइले आउँदो रहेछ कि खिच न तिमीले उहाँ आउँछ दाइले खिचेको त ल ल यहाँ कोही ल मुस्ताङको राजा यहाँ मुस्ताङको राजा चढ्यो है मुस्ताङको राजा चढ्यो है यहाँ मुस्ताङको राजा यहाँ याकमा चढेर आउँदैछ यहाँ मुस्ताङ मार्फाबाट बा चल्ने भएको भए तिमीले यसरी बस्न दिन्थ्यो लात्ताले हाम्रो काप्रे ओ ल सही आयो यो चाहिँ मार्फा गाउँमा हामी यहाँ मिनी ठमेल होइन त सानो ठमेलमा हामी यहाँ छौँ माथि मुस्ताङको मार्फामा अनि ल अल्छ्यामै के हो यो देवा भूमि अमला गिफ्ट सप रहेछ है अमला हो कि अमला यहाँ छौँ आज चाहिँ हामी पोखरा जान्छौँ यही स्कुटरमा हो अनि यो चाहिँ यस्तो चाहिँ अनि मुस्ताङको राजा चाहिँ यहाँ टक्कसँगले चढेर याकमा चढेर पुरा पोखरा आज याकमै चढेर जाने हो क्या अलिकति माथि त्यस्तो कालो आउँदैन होला नि के हो यो त रेकर्ड भइरहेछ त पुरा स्टक भनेर माथि हो कि के फेरि यस्तो ठाउँमा यो ठाउँ चाहिँ हामी मार्फा र त्यसको बिचमा आएको छौँ
यस्तो हरियो छ है हरियो सबै घ्याङसिङको रुखहरू छ माथि तलतिर यो चाहिँ धुप्पीको रुख हो ल सुटिङ भइरहेछ यहाँ हाम्रो टक्कसँगले खसेन मलाई थाहा छैन खसेन थाहा छैन
विसर्जनको गाउँ विसर्जन शेरचन भनेको चाहिँ के होला शेरचन गौचन गौचनहरू सबै सरकारी हो कति क्लास सही बनाया है गाउँ भन्छ कि जापानमै यिनीहरू जापानको एउटा गाउँसँग यिनीहरूको मित्री लाग्छ क्या यो गाउँ चाहिँ मित्री गाउँ जापान यो गाउँ मित्री लाग्छ यहाँको स्कुल जापानले खोलेको पार्क पनि मित्री पार्क सबै आफ्नै बाइक ल्याएर त सबै गाउँ चलाइहाल्छ बाइक चलाइहाल्छ म पनि बाइक चलाइहाल्छु कामले पनि चलाउँछ लाइसेन्स निकाल्यो भने होइन भोकरी लाइसेन्स निकालेर कहाँ सक्छ लाइसेन्स निकालेपछि त हात बस्नु पर्ने के हो गोबाङको त्यो जङ्गलको साइडमा खाना हामी कहाँ पुग्ने
11 भनेको आधी घन्टा लाग्छ
नेपालको स्विजरल्यान्ड हेर्नुहोस् कस्तो छ। माथिबाट हिउँ पहिरहेको थियो पोहोरको साल अनि याकहरू कति मर्यो अरे। अनि त्यसपछि यही डाँडाको खै कतापट्टि हो अनि प्लेन दुर्घटना भएको ठाउँ पनि यतातिर होला नि त। कुनै ठाउँमा चाहिँ रोड बिग्रेछ यस्तो पनि छ। तपाईँ यो झुमसम्मसम्म ए कबड्डीमा माया गोगस महानगर आयो तल महानगर काठमाडौँको महानगर मुस्ताङमा पनि काठमाडौँको महानगर रहेछ। बोक्सी खोला यो खोलाको नाम बोक्सी खोला। के डरलाग्दो तर्साउँछ के तर यो यस्तो हिमालको छेउछेउमा भएकोहरू झ्याप्पै माथिबाट ग्लेसियर आइदियो भने सक्यो।
हाम्रो त्यो माथिको छ नि दिदी 7 मिनेटको भन्दा चाहिँ यहाँ धेरै राम्रो हुन्छ। लेते पुग्न आँट्यो अनि लेते पुग्न आँट्दाखेरि चाहिँ यहाँ बाटो बिग्रेको रहेछ। यस्तो छ बन्दैछ। यो लेते गाउँ पनि फेरि दामी छ, एपिक गाउँ एउटा। अनि गाउँ चाहिँ
पनि राम्रो छ हरियो अलिकति भएको के भन्छ सालघारीभित्र घुमेर डेटिङ गर्ने ठाउँ हो गर्लफ्रेन्ड बोयफ्रेन्डहरू ल्याएर ताप्दै जुम्रा खेलाउँदै अनि किस खाँदै एकदम यो ठाउँको मान्छे धनी धनी छ है यो ठाउँको मान्छे यतै लेटेमा अरू कहाँ खानु तल जाउँ भनेको कि होइन मैले चाहिँ तल त गाउँ छैन नि अब घाँसा हो त्यो त्यही त घाँसादेखि मुनि उन्दो क्या मुनि त ठाउँै छैन त्यो पुल कट्ने त्यो झर्ना कट्ने बित्तिकै तल एउटा खाने ठाउँ छ क्या त्यो त राम्रो छैन मिठो छैन हो जम्ती छ 11 त बजिरहेछ अहिले 12 बजी पुगिहाल्छ त यहाँ मिठो पाउँछ क्या ओह्रालो डाउन हुन्छ पुरै 1 स्टेप डाउन झर्छ पुरै यहाँदेखि उकालो चाहिँ त्यो बालुवा जम्नुको कारण चाहिँ के रहेछ भन्दाखेरि यहाँसम्म रक पेन्ट्री छ टक्कसँगले यहाँ फेरि अलिक खोज पनि सानो अनि वाइड धेरै नभएको कारणले गर्दाखेरि बालुवा तर अब यो यहाँको माथि चाहिँ धेरै वाइड भएर बालुवा पुगेको रहेछ क्या धुवाको पालामा जल प्रलय हुँदाखेरि यहाँ बालुवा अफ गर्दै यसलाई ल सक्यो।